बाटो विकास हुँदैछ तर मलाई घाटा लाग्यो। बर्खायाममा पानीले सकिन्न, अब अहिले हिउँदोमा अब धुलोले सकिन्न, के गर्नु। नेपालको बाटो त यस्तै छ। हेलो हेलो दर्शन कुइनहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन, लेखा चेम्पा। त्यहाँदेखि फाइनली के भन्छ गाउँसम्मको यात्राको लागि निक्लेको छु, तर हावाले पुरा बडो हानिरह होला क्या। ब्याग छैन नि त, त्यही भएर समस्या भइरह होला। मेरो आवाज चाहिँ त्यति राम्रो सुन्नु छैन होला फेरि। तर म अहिले ठ्याक्कै पाङमा आइपुगिसकेको छु, त्यही भएर म लास्ट ढिलो कुदिरहेको छु। थोरै तरिकाले कुदिरहेको छु क्या। ल फाइनली म चाहिँ टक्कसँगले छाङपुटी डाँडा आइसकेको छु। हेर्न सक्नुहुन्छ छाङपुटी डाँडा टक्कसँगले। छाङपुटीबाट देखिने भ्यू चाहिँ फेरि एकदमै बबालै छ। म चाहिँ अहिले छाङपुटीको ठ्याक्कै यो 0 पोइन्ट के भन्छ हौ यो डाँडामा छु। यहाँ अब यहाँदेखि मेरो यात्रा चाहिँ धेरै टाढो छैन, छेउछाउ नै हो, त्यति धेरै टाढो छैन। सो टक्कसँगले देख्न सक्नुहुन्छ धुलोले ज्यान चाहिँ खराबै पार्ने रहेछ। धुलो चाहिँ अति वाह। ल अब लागौँ न त, बेसी नबसौँ। टक्कसँगले धुलो बेसी छ अहिले बर्खायाममा पानीले सकिन्न, अब अहिले हिउँदोमा अब धुलोले सकिन्न, के गर्नु। नेपालको बाटो त यस्तै छ। जे गरे नि के अरे सुख छैन क्या नेपालको बाटोमा, जति जे गरे पनि। अब त मेरो चाहिँ यहाँ टक्क यहाँबाट उभो जानुपर्छ सायद। बाटो छैन के हो अहिले त, बाटो रहेन रहेछ नि त। गाउँ जाने बाटो त अनि के हो। ओके अबको यात्रा चाहिँ हिँड्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ यसो कुरा बुझ्दाखेरि, किनभने अब जाँदैन त्यस्तो ठाउँमा। बाइक चाहिँ यहाँ राखिदिउँ। ल बाइक यहाँ राखेर चाहिँ टक्कसँगले हिँडेर जानुपर्ने रहेछ। बाटो छैन अहिले, अब बाटो बनाउँदै रहेछ उँभो जाने बाटो। खत्रै राइड गरौँ भनेको त यस्तो बनाइदिएको रहेछ। यहाँ त कहाँ उक्लिन्छ त, ओह्राल्नु त ओह्रालिदिन्थेँ म, उकाल्नु चाहिँ। ल बाटो नभएर म चाहिँ टक्कसँगले हिँड्दै जाँदैछु गाउँतिरको यात्रा। यसरी टक्क डाँडा काँडालाई यसरी निहाल्दै। होइन रहेछ त्यो चाहिँ खासमा त्यसलाई चाहिँ महाकाल हिमाल नभन्दो रहेछ। अनि यो यता साइडको यो डाँडालाई चाहिँ भन्दो रहेछ क्या महाकाल हिमाल। तर थाहा थिएन क्या अहिलेसम्म। अनि त्यही भएर भर्खर अस्ति एकजनाले पोस्ट गरिरहेको थियो, त्यही भएर थाहा भएको। अनि अहिले चाहिँ म बाइक तल छोडेर हिँडै मच्छु। अब मेबी समथिङ 15-10 मिनट नै लाग्छ होला त्यहाँ पुग्नु चाहिँ। म आउनु चाहिँ त्यहाँ तलबाट आएको है, हातबारी त्यहाँबाट आएको। आउनु चाहिँ टक्लक हिँड्दैछु। बाटो विकास हुँदैछ तर मलाई घाटा लाग्यो। यो तल पुरा धान पाकेर खतरा दाइँको लागि अब बिजोग भइरहेको छ। हातबारी त्यो भइगयो। टक्क म अहिले चाहिँ हालसाल 12:50मा चाहिँ म यहाँ छु। मेरो गाउँ देखिने भनेको त्यो पर गुराँसहरू यहाँ हेर्न सक्नु चाहिँ। यो गुराँसहरू अब फुल्छ अलिक समयपछि। अहिले हालसालै चाहिँ गुराँस फुल्दैन, किनभने अब बेला अलिक भएन नि त। अनि यहाँ चाहिँ यस्तो दामी दृश्य देखिन्छ कि। म यहीँको ठाउँको मान्छे, तर यो सब कुराहरू देख्दाखेरि चाहिँ अझै खतरा छाया टाइपको फिल हुन्छ क्या। अब जानु चाहिँ मलाई यो माथिको यो डाँडै माथिको डाँडा के कारण आइलाग्यो भने अब बाइक छैन, एक त बाइक छैन यो माथिको डाँडा यो यता अब यो बाटो जानलाई। अनि दोस्रो कुरा के हो भने टाढो
उकालो गएर फेरि तल झर्नुपर्छ। त्यही भएर म अहिले यो बाटो सर्टकट बाटो हो। यहाँबाट टक्कसँगले यो तलदेखि यो परदेखि यो बाटो हो। म चाहिँ त्यो सर्टकट बाटो जान्छु किनभने मेरो थोरै काम छ गाउँमा। गाउँ ठ्याक्कै पुगेर आइहाल्छु। कोही छैन रहेछ। अनि मामाश्री केही भन्नु न हौ मेरो भिडियोतिर। भिडियोतिर के गर्नु हो भन्छ यस्तो छ दौरा चिराइ छ सन्चो सुबिस्तै हुनुहुन्छ नि सन्चो सुबिस्तै ओ के अरे फेरि यस्तो नि खाँदै छ करेला अब साग छ मुलाको रायोको साग मिठो लाग्दैन दिनै मुलाको साग छ ठिक छ के गर्नु भात छ अब मकैको भात चाहिँ मकैको ल ठिक छ ल खोरा फाल्नु भएको यो अब यो खोरामा त हिँड्नु हुँदैन ल जान केटाहरूको पनि लाने होला नि यहाँबाट जान केटाहरूको पनि लानु ऊ माथिबाट टाढोबाट लानुपर्छ केटाहरूको त खाजा खाने बेला भयो माश्री लु काम बेकार लु ठिक छ लु धन्यवाद तपाईँलाई लु जो आन्टी फुबु त छैन क्या कहाँको फु ओ टोल्यो त्यही त फु हो गाह्रो छ लु के हो यो खाजा करेला अचार यो डिबु छ्याङ ल ठिक छ नबाजा भाडा यो चाहिँ भात चाहिँ फेरि कसलाई ल ठिक छ ल साथीहरू म चाहिँ लागिसक्यो गाउँबाट चाहिँ ल हेर्न सक्नुहुन्छ मेरो गाउँको नजारा टक्कसँगले म गाउँबाट चाहिँ बाटो लागिसकेँ अब चाहिँ म हातबारीतर्फ लागेँ है त अनि जाँदा एउटा कुरा मैले सोचिरहेको थिएँ कि म गाउँबाट फर्केको भिडियो पनि बनाएर साथमा लगाइदिन्छु भनेर सोचिरहेको थिएँ तर मेरो फोनको ब्याट्री चाहिँ सिनिकै गइछ मैले त वास्तै गरेको थिइनँ अहिले चाहिँ म फाइनली फर्किँदैछु हेर्न सक्नुहुन्छ त्यही कारणले चाहिँ आजको लागि चाहिँ भिडियो यति नै भन्दै म तपाईँहरू माझ बिदा हुन चाहे हस् धन्यवाद टाटा बाई बाई लभ यु गाइज